गएको त्यहाँ हान्नु न, त्यहाँ सिस्नु पानीले हानेको हेर्नु त, त्यहाँ सुन चोरेर भाँडाकुँडा। तिमीलाई पनि यसरी नै गर्नुपर्ने हो कि क्या हो दिदी? अस्ति पुलिसहरूले त्यत्रो समातेर ल्यायो, तिमीले आफ्नो गल्तीले एक्सेप्ट गर्यो, अनि म सिक्री दिनु सक्दिनँ भन्यो। मैले ओके सिक्री दिनु सक्दैन भन्यो, मलाई सुनको तिल देऊ, सिक्री बनाएर दिनु पर्दैन, म आफै सिक्री बनाउँछु, सुनको तिल देऊ भनेर भने। ओके भन्यो। अनि तिमीले सुन पनि दियो मलाई 2 पटक बोलाएर है। 2टा तिल दिएको छौ, पहिलो पटक ठुलो तिल दिएको छौ, दोस्रो पटक सानो, अनि तेस्रो पटकको बिचमा चाहिँ म सबै चुक्ता गर्छु भनेर भन्यो। अनि त्यही अनुसार तिमीले चौकीमा पेपर पनि बनाएको छौ हेर है। अनि चौकीमा त्यस्तो पुलिसहरूले भनेर अनि पेपर बनाएर अनि गएको मान्छे, अनि सुन पनि मलाई 2 पटक बोलाएर दियो। अनि पुलिसहरूले के भनेको छ थाहा छ चौकीबाट? तिमीले कतिको डेट मागेको थियौ? पुलिसहरूले त 15 दिनभित्रमा देऊ भनेर भनेको थियो। तिमीले बिन्ती गर्यौ, मैले महिना दिनको डेट दिएको तिमीलाई। अब महिना दिन त क्रस भइसक्यो। अनि अहिले मलाई सबैमा ब्लक गरेर अनि फेक आइडी बनाइ हेरिरहेछौ। अनि फेक आइडी बनाइ हेरिरहेछौ, मेरै बारेमा कतै बनाएको छ कि भनेर होला भिडियो। म त अब बनाउनु सुरु गरिसकेको छु, तर नाम चाहिँ मेन्सन गर्दिनँ म। तिमीले मलाई ब्लक गरेको छौ। अनि फेक आइडी बनाइ राईको, कामीको, दमेको, सार्कीको त्यो आइडी बनाइ मलाई नहेर क्या। तिमीले हेर्छौ अनि कुरा गर्छौ अरे अरूसँग, छुट दिए त भनेर। छुट दिएको छु त मैले, सुनमा सुन छुट दिएको छु, ज्याला जति सब छुट दिएको छु त। त्यहाँदेखि कति छुट हुनुपर्ने?